साथीहरू, जब केपी शर्मा ओलीलाई पोखरा विमानस्थलमा भएको भ्रष्टाचारबारे जब प्रश्न सोधेपछि उहाँले के जवाब दिनुभएको छ सुन्नुहोस् है। पोखरा एयरपोर्टमा चाहिँ भएको 8 अरब भ्रष्टाचारको काण्ड चाहिँ अहिले मात्र किन आयो? तपाईँको पालामा किन आउन सकेन? छानबिनको प्रक्रिया हुन्छ। छानबिनको प्रक्रिया जहिले पुग्छ तहिले मुद्दा चलाउने होला नि त। मेरो पालामा मुद्दा चलाएकै हुनुपर्ने, अर्को पालामा मुद्दा नचलाएको हुनुपर्ने भनेर कसरी भन्न सकिन्छ? यिनीहरू भ्रष्टाचार गर्नु भनेको यिनीहरू आफै हो के? जवाब यिनीहरूले के उल्लु बनाउनको लागि मान्छेहरूलाई त्यही जवाब दिन्छन् कि प्रक्रिया हुन्छ। प्रक्रिया हुनको लागि कति वर्ष लाग्छ? के भ्रष्टाचार गरेको मान्छेले पुरै भ्रष्टाचार गरेको पैसा सकाएर रमाएर अनि आर्यघाटमा जान लाग्छ अनि त्यसपछि सरकारको प्रक्रिया पुरा हुन्छ त? यिनीहरूको प्रक्रिया कहिले पनि पुरा हुँदैनन् कि प्रक्रिया कति बेला यिनीहरूको पुरा हुन्छ? जब यिनीहरूको दुश्मन हुन्छ, विरोधी हुन्छहरू हुन्छ कि को मेरो विरोधी छन् उनीहरूलाई मात्रै प्रक्रिया पुरा हुन्छन्। जस्तै रविलाल छानेलाई 12 बजे राति यिनीहरू कसरी प्रक्रिया पुरा भइहाल्यो, कसरी यिनीहरूको हात पुगिहाल्यो त्यसलाई समात्नका लागि? त्यस्तो हो क्या। केपी शर्मा ओली अहिलेसम्म नि जनतालाई केवल उल्लु बनाएका छन्। आफ्नो जति पनि राजनीति गरेका छन् नि आफ्नो जीवनमा, काम भन्ने त एउटा पनि छैनन् र काम जति पनि गरेका छन् त्यसमा पनि भ्रष्टाचार त खुलेरै भएको छन् जुनसुकै काममा होस्। र केपी शर्मा ओली अहिलेसम्म तपाईँ देखाइदिनु कि 25 वर्षको अन्तरालमा यिनीहरू जबदेखि राजनीति गर्दैछ कतिवटा भ्रष्टाचारीलाई अहिलेसम्म यिनीहरू जेलभित्र हालेका छन्। जेलभित्र हालेको मान्छेहरूलाई पनि आफ्नो आफ्नो छानी यिनीहरू निस्काउँछन्, चाहे प्रेसिडेन्ट होस्, देउवा होस्, चाहे ओली होस्, जोसुकै मान्छे भए पनि जब यिनीहरू सत्तामा आउँछन् आफ्नो मान्छेहरू चुनी निस्काउँछन् के? यिनीहरू त्यस्तै हो कि जस्तै तपाईँ चौकीदारलाई चोर भनेपछि चोर चौकीदार बनाउनु भयो भने त्योसँग उल्टै चोरी कसले गर्यो भनेपछि सोध्नुहुन्छ भने के तपाईँ जवाब पाउनुहुन्छ त? हो ठिक त्यस्तै हो कि। आखिर भ्रष्टाचार गर्नका लागि के प्रक्रिया पुरा गर्नु परेको थियो त? भ्रष्टाचार गर्नका लागि त डाइरेक्ट भ्रष्टाचार भएको थियो। जब यिनीहरू भ्रष्टाचार हुनुभन्दा पहिला यिनीहरू कुनै नियम कानुन बनाउँदैनन् कि कुन हिसाबले काम हुन्छ, कुन हिसाबले बजेट छुट्याउनु पर्छ, कसरी पैसा वितरण गर्नुपर्छ भन्ने बारे कुनै पनि पहिला यिनीहरू नियम कानुन बनाउँदैनन्। जनतालाई उल्लु बनाउने अब बन्द गर्नुहोस् र आउने चुनावमा जनताहरूले पनि अब बुझ्नुपर्छ कि यिनीहरूलाई अब कसरी तल लगाउनु पर्ने त्यो चाहिँ विचार गरिराख्नु होला। र अब पनि मलाई लाग्छ यदि स्वतन्त्र व्यक्तिले कुनै एमालेमा भोट हाल्छ भने नि त्योभन्दा मूर्ख मान्छे सायदै यो संसारमा कुनै हुनेछ। हस् त, यति भन्दै यदि तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने प्लिज फलो गर्न नबिर्सनु होला र